लेख्छौँ धेरै पढ्नु परेन त अब दुःख के क्या हो भनेर ठिक लागिरहेको थियो गृहकार्य धेरै दिन्छ भनेर तर होइन रे आजकलै खानु हुँदैन नि पानी परेको छैन त्यसको कारण चिठी खाएर त भित्रभित्रै गाई हुन्छ नि सबैजना भाइ बहिनीले चाहिँ के गरेको यो साउन पानी दिएको ल ठिक छ नि है पानी शुद्ध पानी हो यो ल राम्रो धुन मुख पनि धेरै छ नि थाप्नु हो